बेताना सिमसारतिर घुम्नलाई गइरहेको छौँ। म र मेरो फ्यामिलीहरू हिँडिरहेको छौँ। छोरी अनि मेरो वाइफ हिँडिरहेको छौँ है। हामी चाहिँ आज यहाँ धेरै आफ्टर लङ टाइमपछि चाहिँ हामी यहाँ घुम्न आएको। बेताना सिमसारमा चाहिँ घुम्दै आइपुगेको छौँ है हामी। एकदम रमाइलो ठाउँ छ, हेर्दा पनि एकदम रमाइलो, आफूलाई नै आनन्द फिलिङ हुने खालको रहेछ। एकदमै राम्रो बिचमा चाहिँ पोखरी भएको रहेछ है, ढुङ्गाहरू पनि रहेछ। आनन्द आउने खालको रहेछ, एकदमै राम्रो। हामी चाहिँ अहिले घुमिरहेछौँ। यहाँको सिनहरू चाहिँ एकदम राम्रो रहेछ, मलाई चाहिँ एकदम राम्रो लाग्यो। सो गाइजहरू पनि आउनु भएको छैन भने आउनु होला है बेताना सिमसारमा। पर चाहिँ हाँसहरू रहेछ, पौडिरहेको पोखरीमा दामी रहेछ यो। यहाँ चाहिँ एकदम ल है गाइज, यहाँ चाहिँ माछाहरू छ, एकदमै ठुलो माछाहरू है। म तपाईँहरूलाई देखाउन लगिरहेको छु। ल है गाइज, यहाँ चाहिँ एकदम ठुलो माछाहरू पनि रहेछ। एकदमै ठुलो माछाहरू रहेछ, एकदमै धेरै रहेछ माछाहरू यो पोखरीमा। कति धेरै रहेछ। आई लभ बेताना सिमसार हुँदैछ। 2 नम्बर ढुङ्गामा चढ्न लाग्छ है हाम्रो छोरी अभिषा चाहिँ। अब पुरै पोखरी घुम्नु हो। माछाको बच्चाहरू रहेछ। यता हेर अब अङ्कलले चढाउन लाग्नु भयो ढुङ्गामा। छिरा चाहिँ हामी यहाँ बोटमा चढेको है, एकदम आनन्द। दायाँ बायाँ गर्ने होला कि त्यो है, घाँसमा चढेर एकदम रमाइलो भइरहेको यतातिर पोखरी। आनन्द रहेछ, पल्टिहाल्छ नि त नि एकैपट्टि मात्रै। अनि आनन्द गरी चाहिँ 4 जनाले त लोड मजाले पुग्छ रहेछ। ल बेतानामा आएर ढुङ्गा चलाइयो। सधैँ अर्काले चलाएकोमा गरिन्थ्यो, अहिले त आफैको ड्राइभर हो। पैदल हान्दै यो चाहिँ एकदम पानी। तिमी पनि तान न। ओइ उता त्यो काटामा उता पानी चलाउने उसले त। ल यतातिर चाहिँ माछा हो क्या, तर यहाँ छेकिहालेको रहेछ नि त, त्यही भएर रहेछ क्या होइन। यतातिर चाहिँ ठुलो माछा थियो अघि पानी खेल्ने। हाँसको टाउको इन्जोय बुनुलाई कस्तो भइरहेछ? आनन्द आइरहेछ? ल जाए सानो बुनु च्याप्छ नानी।
हजुर आनन्दै पो हो त। दाइहरू चाहिँ कहाँबाट आउनु भएको? केराबारीबाट। हामी त उता इटारीबाट आएको। अलि यता यता गर न, धेरै यता भयो क्या, त्यो पहिरोले नाजाने भइसक्यो। आइपुग्न लाग्यो, अब हामी चाहिँ आइपुग्न लाग्यो। सकिने बेला हो। ल भाइ गाई छौ तपाईँहरू पनि घुम्न आउनु भएन भन्ने। यहाँ चाहिँ बेलबारीभन्दा अलि पर चाहिँ एकदम राम्रो खालको घुम्ने ठाउँ छ होइन, केटाकेटीहरूको लागि पनि एकदम राम्रो ठाउँ छ, बेतना सिमसार। एकपटक सबैजना घुम्न आउनु होला है त। यहाँ चाहिँ एकदम रमणीय ठाउँ रहेछ। यस रमाइलो लाग्यो मलाई पनि एकदम राम्रो खालको। यसको बसेर हेरिरहनु जस्तो खालको ठाउँ रहेछ। मैले चाहिँ एउटा सानो भिडियो तपाईँहरूलाई हालिदिएको छु। तपाईँ पनि घुम्नु भएन भने एकपटक घुम्न आउनु होला है। यहाँ त एकदम राम्रो लाग्यो है मलाई चाहिँ। यहाँ चाहिँ चराहरू पनि राख्नु भएको रहेछ है। यहाँ उडिरहेको देखिन्छ, ठुलो गिद्दाहरू रहेछ। कस्तो चिडियाखाना जस्तै बनाएर राखेको रहेछ कि यहाँ, एकदम रमाइलो लाग्यो। मुसाको बच्चाहरू हेर त, आम्मा सानो सानो मुसाको बच्चाहरू, मुसाहरू। टोक्छ नि छोरी, नछो है। ए यता भित्रै छिरेछ त कुकुर त, गिद्दा रहेछ। ओहो सिनो खान्छ नि यसले त। हेर त यसले त मलाई हेरिरहेको छ। ओ कत्रो ठुल्ठुलो हो। गिद्दाले खाएको मासु। यहाँ चाहिँ खरायोहरू राखेको रहेछ है। यहाँ चाहिँ अजिङ्गर सुतेर बसेर रहेछ। अजिङ्गर पनि रहेछ एकदम बाँदर रहेछ। यहाँ चाहिँ नजिकैबाट खिच्नु पर्यो। यसले त माग्दो रहेछ। हजुर बेदी पनि रहेछ नि। म नजिकबाट हात दिन आउँदो रहेछ। हुचिल दुईवटा हुचिल रहेछ यहाँ त। गाउँघरतिर मात्रै पाइन्थ्यो, यहाँ त लाइभ देख्न पाइने रहेछ। पहिला जङ्गलतिर देख्न पाइन्थ्यो, अहिले त लाइभ देख्न पाइयो है। बाँदरको बच्चाहरू यहाँ चाहिँ लाइभ देख्न पाइन्छ है गाईको। ल यहाँ चाहिँ एकचोटि घुम्न आउनु पर्ने ठाउँ रहेछ, एकदम रमाइलो रहेछ। मैले चाहिँ पुरै फ्यामिली सायद हामी चाहिँ गएको घुम्नलाई। एकदम फ्यामिली लिएर जाँदाखेरि चाहिँ राम्रो हुँदो रहेछ, रमाइलो हुँदो रहेछ। घाँसको बच्चाहरू हुन्छ है, कति सानो सानोहरू बच्चाहरू। यो चाहिँ हाँसको माउ रहेछ। झरेर भन्छ पानीमा पडिरहेको। पानीमा जाऊ, पानीमा जाऊ, पानी। दामी रहेछ। त्यो क्यामेराम्यान त यतिखेर पो बोलाउनु पर्ने रहेछ यतातिर है।
फोटो खिच्ने पनि व्यवस्था मिलाएको रहेछ है कोचको लागि तयारी छ मेरो सुपुत्री आउँदैछिन् हाँस लखेटेर